आउनुहोस् आज यस्तो कुरा गरौँ, तपाईँ हामी बसेको ठाउँकै कुरा गरौँ। अहिले तपाईँले सास लिइरहनु भएको हावा बिस्तारै विष बन्दैछ। यो कुरा गरिरहेको छु काठमाडौँ अर्थात् संसारकै प्रदूषित सहर मध्ये एक। यहाँ हरेक दिन हामी देख्छौँ धुलो, धुवाँ, ट्राफिक, तर यसको वास्तविक खतरा देख्दैनौँ। हो, म कुरा गर्दैछु नेपालकै ठुलो सहर काठमाडौँको वायु प्रदूषणको बारेमा। PM 2.5 नामक सूक्ष्म कण, जसलाई पर्टिकुलेट म्याटर पनि भनिन्छ, को डायमिटर 2.5 माइक्रोन भन्दा कम हुन्छ। अर्थात् मानिसको रौँको डायमिटरको झन्डै 3% मात्र हुन्छ। यो मतलब त्यति सानो सूक्ष्म कण हुन्छ। आखिर यो काठमाडौँमा यस्तो अत्याधिक प्रदूषण बन्नुको मुख्य कारणहरू के हो त? सवारी साधन, निर्माणको धुलो, फोहोर, ओपन बर्निङ लगायत विविध कारणहरू छन्। तर काठमाडौँको केसमा मुख्य कारण भनेको भेहिकल्स नै हो। WHO भन्छ सुरक्षित PM 2.5 को स्तर 5 माइक्रोग्राम बराबर मात्र हो। तर यो काठमाडौँमा PM 2.5 को स्कोर 50, कहिले 100 र कहिले त 150 सम्म पनि पुग्छ। अझ यो राइजिङ नेपालको पोस्ट हेर्नुहोस्, केही दिन अगाडि मात्र राखेको पोस्ट। यसमा क्लियरली उल्लेख गरिएको छ कि काठमाडौँ वायु गुणस्तर सूचकाङ्क अर्थात् AQI मा शीर्ष स्थानमा रहेको छ, जहाँ PM 2.5 को स्कोर 200 भन्दा बढी नआएको छ। त्यस्तै दिल्ली दोस्रो र ढाका तेस्रो स्थानमा रहेको छ। मतलब यहाँबाट पनि क्लियर हुन्छ कि काठमाडौँमा वायु प्रदूषण कति मात्रामा बढेको छ। र अर्को डरलाग्दो कुरा त WHO को अनुसार यस्तो खालको प्रदूषणले 2 देखि 3 वर्षसम्म आयु घटाउन सक्छ। यो PM 2.5 कण यति सानो हुन्छ कि ओक्सोमा सजिलै छिर्न सक्छ र यो रगतमा पनि पुग्न सक्छ, जसले गर्दा दम, मुटु रोग र क्यान्सर जस्ता घातक दीर्घकालीन रोग लाग्न सक्छ। अब यहाँनिर महत्त्वपूर्ण कुरा के छ भने, अब यो वायु प्रदूषणको समाधान के हो त? सर्टकटमा त्यो बुझ्ने कोसिस गरौँ। काठमाडौँ जस्तो सवारीको चाप धेरै भएको सहरमा झन्डै 25% वायु प्रदूषण कन्ट्रिब्युसनमा ठुलो हात भनेको भेहिकलकै छ। त्यसैले पहिलो समाधानको उपाय भनेको इलेक्ट्रिक भेहिकल हुन सक्छ, अर्थात् EV, जसले PM 2.5 र NOx ड्रास्टिकली घटाउँछ। स्पेशली इन्डस्ट्रियल पनि प्रमुख कारण भएकोले इन्डस्ट्रियल रिफर्मेसन गर्न सकिन्छ, जस्तै इलेक्ट्रोस्ट्याटिक प्रिसिपिटेटर, जसले 99% सम्म पार्टिकुलेट हटाउन सक्छ। त्यस्तै नो ओपन बर्निङ, त्यस्तै ग्रिन इन्फ्रास्ट्रक्चर, जस्तै रुख रोप्ने, जसले PM 2.5 क्याप्चर गर्छ। पर्सनल प्रोटेक्सन पनि चाहिन्छ, जसको उपयुक्त रोकथाम हो YAN 95 मार्क, जसले PM 2.5 लाई 95% सम्म रोकथाम गर्न सक्छ। धन्यवाद।